एभ्रिवान गाइज नमस्ते सबैजनालाई। म चाहिँ ड्युटीबाट आउँदैछु 3 घण्टाको ब्रेकमा। घर नगई चित्तै बुझ्दैन हैन, रुम नगई चित्तै बुझ्दैन, घरको नखाइ चित्तै बुझ्दैन, बाहिरतिर खानै मन लाग्दैन। सो त्यसकारण म चाहिँ 3 घण्टाको छुट्टी रेस्टको लागि घर आउँदैछु। पानी पनि पर्न लागिराखेको छ, हिजो 2 दिन चाहिँ घाम लागिरहेको थियो हैन। गाइज के छ तपाईहरुको खबर? रेगुलरली भिडियो बनाउन नि पाइन्न हैन। गाइज हेर्नु न, मलाई चाहिँ कस्तो राम्रो रहर लागेर हैन, चरा 3-4 वटा चरा ल्याएर पालेको। अनि त्यसपछि चरा ल्याएर पाल्छ भनेर कम्प्लेन गर्दैन हैन, त्यसपछि उडाइदिन जान लागेको। अहिले चाहिँ टन्न खाऊ है, अब तिम्रो उड्ने टाइम आइसक्यो ज्ञानी। हेर यस्तो राम्रो थियो नि मेरो चरो। गाइस मैले चाहिँ हैन घरमा पाल्नको लागि 2-3 जोडी परेवा 2-3 जोडी चरा लिएर आएको थिएँ हैन। छिमेकीले कम्प्लेन गर्दियो, अनि त्यसपछि घर पनि कस्तो फोहोर भयो हैन। अनि त्यसपछि मैले चाहिँ उडाउन जान लागेको, कस्तो रहर लागेर हैन लिएर आएको थिएँ। दानाहरू पैसा तिरेर टाढा गएर किनेर लिएर आएको थिएँ, कस्तो रहर लागेर। अनि त्यसपछि घर पनि फोहोर भयो, होस् अब नपालौँ भनेर म चाहिँ एकदमै टाढा हैन उडाउन जान लागेको। अब फेरि उसले घर चिन्यो भने त उडेर आउला हैन, उडेर आयो भने ठिकै छ, उडेर आएन भने एकदमै टाढा उडाइदिन जान लागेको। पर्चुगलको काई सुध्रे भन्ने ठाउँतिर उडाउन जान लागेको गाइज हैन। कस्तो दुःख लागिरहेछ कि आफूले पालेको चरा हैन उडाइदिन जान लागिरहेछु। जिन्दगीमा आफूलाई मन परेको कुरा पनि पाल्न नपाइने के गाइज हैन, के गर्नु आफ्नो घर हैन। कस्तो रहर लागिरहेको थियो। अब म घरमा पुग्नुभन्दा अगाडि चरा पुग्यो भने फेरि हालत त उयो हुन्छ, फेरि पाल्न परिहाल्यो हैन। ट्राई गरौँ। हेलो एभ्रिवान, गुड आफ्टरनुन एन्ड वेलकम ब्याक अगेन नानु थामीको अफिसियल युट्युब च्यानलमा तपाईँ सम्पूर्णलाई स्वागत छ। गाइज के छ तपाईहरुको खबर? के कस्तो अवस्थामा हुनुहुन्छ? म चाहिँ एकदम ठिक छु। धेरै दिनपछिको अन्तरालपछि फेरि एउटा भिडियोको साथ उपस्थित भएको छु। ड्युटीको कारणले एभ्रीडे भिडियो अपलोड गर्न पाएको छैन। सो आज चाहिँ मेरो विशेष काम थियो गाइज हैन। विशेष काम भन्दा पनि हैन, चरा उडाउन आएको। घरमा अब धेरै फोहोर पनि हुने, रहर मात्र गरेर नहुने हैन, सफा गर्ने टाइम पनि नहुने, प्लस उसलाई खाना रेखदेख गर्न केयर गर्न हैन। अनि त्यसपछि फोहोर पनि हुने, छिमेकीले कम्प्लेन गर्ने। त्यही भएर म चाहिँ पालेको चराहरू उडाउन आइराखेको छु यहाँ हैन गाइज। कस्तो नरमाइलो फिल भइराखेको छ, कस्तो रहर लागेर चाहिँ चरा पाल्नलाई स्टार्ट गरेँ। अनि फेरि अहिले चाहिँ कस्तो राम्रो नेपालको जस्तो बोट बिरुवाहरू भएको के गाइस हैन। कस्तो राम्रो हरियो सिन। जिन्दगानीमा कति रहर लागेको कुराहरू पनि पाल्न नपाइने कि यो ठाउँमा चाहिँ हैन। के गर्नु, आफ्नो घर हैन। देख्नुभयो गाइस, माथि उडेर गयो, माथि गयो, तर घरमा जान्छ जस्तो लागिरहेको कि मलाई चाहिँ। एउटा चाहिँ यहीँनिर छ बिचरा, यो चाहिँ किन गएन के? यो चाहिँ बिरामी रहेछ, बिरामी भयो कि क्या हो? यो चाहिँ यसलाई चाहिँ घरै लिएर जानु पर्यो कि के हो बिचरा? यो चाहिँ जानै सकेन, उड्नै सकेन। ऊ तल छ एउटा चाहिँ, अरू जम्मै उड्यो, यही 2टा बाँकी छ। अब ए गयो, सिधै घरमै जान्छ यिनीहरू, बस्दैनन् यता।